1. क्वेसन नम्बर 1 ध्यान दिएर सुन्नु होला। आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले हालै $10 लाख अर्थात् करिब 13 करोड रुपैयाँको पुरस्कार प्राप्त गर्नुभएको छ। अब तपाईँले भन्नुपर्ने हुन्छ डाक्टर सन्दुक रुइतलाई दिएको त्यो पुरस्कारको नाम के हो? समय सुरु हुन्छ यहाँबाट। हालै मात्र उहाँले प्राप्त गर्नुभएको थियो $10 लाख अमेरिकी राशिको पुरस्कार। पास गर्नुभएको छ सीतारामले। अब यो क्वेसन जान्छ पञ्चकन्यालाई। नोबेल पुरस्कार गलत जवाफ। नारायण पब्लिक पास गर्नुभएको छ। अब फेरि अडियन्सबाट कुनै प्रयास भएन। यसको सही जवाफ हो ईसा अवार्ड। बहराइनको राजाको नामबाट स्थापना गरिएको यो अवार्ड विश्वभरिमा नै नोबेल पुरस्कार जस्तै प्रतिष्ठित मानिन्छ। विभिन्न विधामा यो पुरस्कार दिइन्छ र नेपालबाट आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले यो पुरस्कार पाउनुभएको थियो। हामीले